हेलो एभ्रिवान, आजको भिडियोमा चाहिँ कसरी हाम्रो प्रोडक्टको चाहिँ क्याटेगोरीहरू बनाउने भन्ने कुरा चाहिँ सिकाउन गइरहेकी छु। त्यसको लागि हजुरले यहाँ मोर भन्ने अप्सन देख्न सक्नुहुन्छ। मोरमा क्लिक गर्नु होला र क्लिक भइसके पछाडी हजुरले यहाँ देख्न सक्नुहुन्छ सेटअप भित्र रहेको छ प्रोडक्ट क्याटेगोरी। यहाँ क्लिक गर्नु होला र क्लिक भइसके पछाडी हामीसँग अहिले कुनै पनि क्याटेगोरी छैन, त्यही भएर हाम्रो लिस्टमा चाहिँ केही पनि आएन र हजुरले अब नयाँ बनाउनको लागि हजुरले देख्न सक्नुहुन्छ प्लस न्यू क्याटेगोरीमा क्लिक गर्नु होला र यसमा चाहिँ हजुरले हजुरको प्रोडक्टको के क्याटेगोरी छ त त्यो अनुसार हजुरले नाम हाल्न सक्नुहुन्छ। जस्तै कि मैले अहिले जङ्क फुड हालेँ। यदि डिस्क्रिप्सनमा केही छ भने हजुरले यहाँ लेख्न सक्नुहुन्छ, यदि छैन भने हजुरले नलेख्दा पनि भयो र हजुरले यहाँ सेभ भन्ने अप्सन देख्न सक्नुहुन्छ। क्रिएट गरिदिनु होला र हजुरको क्याटेगोरी क्रिएट सक्सेसफुली भन्ने ओके गरिदिनु होला र हजुरको चाहिँ यहाँ जङ्क फुड रेडी भयो। अघि हजुरको थिएन भने अहिले हामीले भर्खर क्रिएट गर्दाखेरि हजुरको जङ्क फुड यसरी यहाँ बसेर रेडी भएको छ। र फेरि अर्को हजुरले बनाउनु पर्यो भने फेरि यसरी नै हजुरले प्लस न्यू बटनमा गएर हजुरले बनाउन सक्नुहुन्छ। जस्तै कि मैले अहिले लिक्विड आइटम हालेँ भने लिक्विड आइटम र हजुरले यदि डिस्क्रिप्सनमा छ भने हजुरले लेख्न सक्नुहुन्छ, छैन भने नलेख्दा पनि भयो र हजुरले यहाँ सेभ भन्ने बटन देख्न सक्नुहुन्छ। सेभमा क्लिक गरिदिनु होला र ओके गरिदिनु होला र हजुरको यसरी नै हजुरले जति पनि हजुरको युनिटको प्रोडक्टको क्याटेगोरीहरू छन् हजुरले यसरी नै प्रोडक्टको क्याटेगोरीहरू चाहिँ क्रिएट गर्न सक्नुहुन्छ। यदि हजुरको प्रोडक्टको क्याटेगोरीहरू धेरै भयो भने हजुरको यहाँ सर्च भन्ने अप्सन पनि छ। सर्चमा गएर हजुरले प्रोडक्टको क्याटेगोरीहरू सर्च पनि गर्न सक्नुहुन्छ र त्यसै गरी हजुरले यो बनाउने क्रममा चाहिँ हजुर भनेको चाहिँ हजुरले यो प्रोडक्टको क्याटेगोरी बनाउने क्रममा चाहिँ हजुरलाई केही कुरामा कन्फ्युजन भयो भने हजुरले यहाँ देख्न सक्नुहुन्छ माथि भिडियोको अप्सन छ। यहाँ क्लिक गर्नुभयो भने हजुरले हाउ टु क्रिएट अ क्याटेगोरी, हजुरले कसरी क्याटेगोरीहरू क्रिएट गर्ने भन्ने कुरा यो भिडियो मार्फत हजुरले हेर्न सक्नुहुन्छ र हजुरले यसरी नै बनाउन सक्नुहुन्छ। र यो चाहिँ हजुरको कहाँ युज हुन्छ भन्दाखेरि हजुरले प्रोडक्ट बनाउने क्रममा चाहिँ युज हुन्छ। जस्तो कि मैले अघि हजुरलाई देखाएँ, हजुरको यहाँ देख्न सक्नुहुन्छ प्रोडक्ट भन्ने अप्सन छ। प्रोडक्ट भन्ने अप्सनमा जानु होला र नयाँ बनाउनको लागि न्यू प्रोडक्टमा क्रिएट गर्नु होला र क्लिक भइसके पछाडि हजुरले देख्न सक्नुहुन्छ क्याटेगोरी भन्ने अप्सन छ। यहाँ क्याटेगोरीमा क्लिक गर्नुभयो भने हामीले अघि बनाएको आइटमहरू चाहिँ यहाँ देख्न सक्नुहुन्छ। जङ्क फुड, लिक्विड आइटम, यसरी हजुरले प्रोडक्टको क्याटेगोरी क्रिएट गर्दाखेरि हजुरले यहाँ बनाउन सक्नुहुन्छ। यदि हजुरकोसँग छैन भने हजुरले यहाँ प्लस बटनमा छ, प्लस बटनमा पनि गएर हजुरले प्रोडक्टको क्याटेगोरीहरू चाहिँ क्रिएट गर्न सक्नुहुन्छ। यसरी नै हजुरले प्रोडक्टको क्याटेगोरीहरू बनाउन सक्नुहुन्छ। धन्यवाद।